अनि त्यही गङ्गाजीले गोवर्धनको स्नान भयो पूर्ण रूपले। अनि चन्दन अक्षत फुलले गोवर्धन भगवानको पूजा गर्नुहुन्छ। कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। मुखं करोति वाचालं पंगुं लंघयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। बोलो कृष्णचंद्र भगवान की, गोवर्धन भगवान की। चंदन नक्षत्र पुष्पले गोवर्धन महाराज को पूजा गर्नुभयो। भगवान कृष्णले नंद बाबा यशोदा मैया र सबै गोपीग्वालाहरूको साथमा लागेर गोवर्धन भगवानको पूजा गर्नुभयो। र हजुरहरूलाई एउटा कुरा भनिहालौँ, आज हामी व्यासमा बसेर कथा भन्दैछौँ, अरूको अनुभव म जान्दिनँ। मैले चाहिँ सुने गोवर्धन पर्वतको फेदमा गएर भागवत पाठ गरिसकेपछि जे मागे त्यही पाइन्छ भनेर। त मेरा थुप्रै साथीहरू गए पनि आश्रमबाट। अनि मैले पनि एकपल्ट ती साथीहरूसँग गएर चाहिँ 7 दिन गोवर्धन पर्वतलाई भागवत पाठ गरेर सुनाएको थिएँ। 7 दिन पाठ मात्रै गरेर सुनाएको फेदीमा बसेर। त्यसैले गर्दा जे माग्यो त्यही पाइन्छ भनेको सफल भयो। त्यस पछाडि म घरमा आएँ। सन् 2005मा मैले पहिलोचोटि घरमा कथा भनेको थिएँ, आमालाई सुनाएको थिएँ। आदरणीय भक्तजन, यो श्रद्धा आस्था अनि विश्वासको कुरा हो। गोवर्धन पर्वत हजुरहरू पनि एकपल्ट अवश्य पुग्नुहोस्, दर्शन गर्नुहोस्। त्यसै त्यहाँ भिड लाग्दैन। गोवर्धन भगवानले जे माग्यो त्यही दिनुहुँदो रहेछ। जसलाई जे चाहियो शुद्ध मनले गएर गोवर्धनको दर्शन गरेपछि त्यो प्राप्त हुँदो रहेछ। त्यसरी भगवानले पनि पूजा गर्नुभयो। अब गोवर्धन भगवान त के गर्नुभयो भने पर्वतबाट नै भगवान कृष्णले नै गोवर्धन पर्वत बनिएर साक्षात भएर दर्शन दिनुभयो। बोलो गोवर्धन भगवान की। कृष्णकै जस्तो अनुहार छ, कृष्णकै जस्तो हात पाउ छ, कृष्णकै जस्तो वस्त्र छ। सबैजनाले भने साँच्ची यो गोवर्धन भगवान त हाम्रो कन्हैया जस्तै छ त हौ। अर्की गोपिनी भन्छन् कहाँ हुन्छ हाम्रो कन्हैया जस्तो। हाम्रो कन्हैया भनेको हाम्रो हामीसँगै छ। ती त भगवान हुन् नि। गोवर्धन भनेको त भगवान हुन् होइन। अनुहार त एउटै छ त नि। छैन है, अनुहार पनि एउटै। हाम्रो कन्हैया कस्तो राम्रो छ। वास्तवमा भगवान नै गोवर्धन पर्वतमा गएर प्रकट हुनुभयो। अनि लु के चढाउनु भएको छ दिनुहोस्, म खान्छु भनेर भन्नुभयो। अनि मिठो मिठो मेवा मिष्टान्न भोग लगाउनु भयो गोवर्धन भगवानलाई। भगवानले पनि सबैको भोजन स्वीकार गर्नुभयो अनि प्रसादको रूपमा सबैलाई फेरि दिनुभयो। बोलो गोवर्धन महाराज की। 56 भोग हामीले भगवानलाई अर्पण गर्दैछौँ। र आउनुहोस् भक्तजन, एउटा मिठो भजन हाम्रो भाइले गाउनुहुनेछ र यो भजनमा हामी भोग पनि लगाउनेछौँ, कृष्ण भगवानको पनि दर्शन गर्नेछौँ। बोलो गोवर्धन भगवान की। र आउँ एउटा मिठो भजनमा हामी नृत्य गर्नेछौँ। त्यसपछि गोवर्धन भगवानको पूजा पनि हुनेछ। हजुरहरू कसैले गोवर्धनलाई प्रणाम गर्न चाहनुहुन्छ भने यसै भजनको बिचमा प्रणाम पनि गर्नुहोला। किनकि हामी उहाँको गोवर्धन जान सकेनौँ त के भयो, हामी यहाँको गोवर्धनलाई त प्रणाम गर्न सक्छौँ। त मनमा एउटा सङ्कल्प राख्नुहोस्, भविष्यमा कहिले भयो भने जान्छौँ उहाँको गोवर्धन पनि दर्शन गरेर आउँछौँ। राधे राधे। गोवर्धन महाराज की, कृष्ण कन्हैया लाल की। हे कृष्णा सिरमा मुकुट टाला, गोकुल झाला। झलला 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 टलला 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 झलला 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 टलला टलला। हे कृष्णा सिरमा मुकुट काला, गोकुल झाला।